नेपालमा एकदमै धेरै भ्रष्टाचार छ, व्यथिति छ, शक्तिको दुरुपयोग भइरहेछ। इन्भेस्टिगेटिभ जर्नलिजममा यति धेरै खर्च हुन्छ, जुन खर्च धान्न हामीलाई हमे परेको हुन्छ। अरबौंको त्यो सम्पत्ति सरकारको नाममा फिर्ता पनि भयो। समयको सीमितता हुँदैन, त्यहाँ असीमित समय हामीले दिनुपर्ने हुन्छ। एकैपटक इन्भेस्टिगेटिभ जर्नलिस्ट बन्न गाह्रो छ। दुवै किसिमको स्टोरी उत्पादन गर्नुपर्ने बाध्यता छ। इन्भेस्टिगेटिभ जर्नलिजममा सबभन्दा ठूलो चुनौती भनेको चाहिँ हामीलाई सूचना प्राप्त गर्न कठिनाइ हुनु हो। क्युरियस about career in investigative journalism, let's talk. म दिपा दाहाल, पेशाले पत्रकारिता, अहिले उकालो मिडियामा आबद्ध भएर पत्रकारिता गरिरहेको छु। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको पद्मकन्या बहुमुखी क्याम्पसमा पत्रकारिता विषयमै पढाउँदै आइरहेको छु। Deepaji, welcome to Mentor Mantra Career Series. Your career series ma we will be talking about the field you are in, isma raheko career opportunities, growth, plus the insights for people interested in investigative journalism. धन्यवाद. Let's start with the questions. Topiko अनुसार investigative journalism भनेको के हो? मेरो अनुभवमा investigative journalism भनेको सतहमा देखिने खबर होइन। यो लुकाइएको तथ्य खोज्ने एउटा प्रयास हो। यो यस्तो पत्रकारिता हो जहाँ घटनाको गहिराई खोजिन्छ, प्रमाणहरू सङ्कलन गरिन्छ र तथ्यहरूको बलमा शक्तिशालीहरूलाई जवाफदेही बनाइन्छ। यो पत्रकारिताले समाज र देशमा गहिरो असर पार्छ। खास गरी मानिसको जीवनमा यसले असर पार्छ, मानिसहरूलाई जागरुक बनाउँछ, आफ्नो अधिकारका पक्षमा लड्नको लागि पनि यसले उठ्न सिकाउँछ र यो पत्रकारिताको कारणले गर्दाखेरि शासन प्रणाली पनि पारदर्शी हुन्छ। तपाईले यो फिल्डमा काम गर्न जर्नलिजम रिलेटेड कुनै फर्मल एजुकेसन नै लिनुभयो कि काम गर्दा गर्दै नै सिक्दै जानुभयो? जब म काठमाडौँ आएँ, काठमाडौँ आइसकेपछि रेडियो कान्तिपुरमा खुल्ला प्रतिस्पर्धामा नाम निकालिसकेपछि मैले आफ्नो सपना पनि पूरा गरेँ, जुन मेरो पत्रकारिता अध्ययन गर्ने थियो। स्नातकोत्तर तहमा मैले पत्रकारिता नै अध्ययन गरेँ। पत्रकारिता अध्ययन गरिसकेपछि अर्को एउटा महत्त्वपूर्ण विषय जुन पत्रकारितासँग सम्बन्धित थियो, त्यो विषय पढ्ने मौका मैले भारतीय जनसञ्चार संस्थान दिल्लीमा मौका पाएँ। त्यसपछि आज मलाई फर्केर हेर्दाखेरि के लाग्छ भने अनुभव सँगसँगै पत्रकारिताको अध्ययन पनि महत्त्वपूर्ण छ। मैले जब पढेँ त्यसपछि मैले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको क्याम्पसमा पढाउने मौका पनि पाएँ। अनुभवले हामीलाई फिल्डमा तुरुन्तै आत्मविश्वास दिँदो रहेछ, कसरी काम गर्ने भनेर सिकाउँदो रहेछ। तर अध्ययनले हामीलाई सैद्धान्तिक ज्ञान दिन्छ, जसले गर्दाखेरि कति बेला हामीले आफ्नो सिद्धान्तलाई बचाइराख्ने, कति बेला चाहिँ हामी निष्पक्ष हुने, कति बेला चाहिँ हामी स्वतन्त्रपूर्वक काम गर्ने भनेर पनि अध्ययनले सिकाउँदो रहेछ। मेरो अनुभवमा चाहिँ त्यस्तो भयो। तपाईको करियर कसरी सुरु भयो त भन्नु नै भयो, तर जर्नलिजममा छिरेको कति समयपछि चाहिँ इन्भेस्टिगेटिभ जर्नलिजम रिलेटेड असाइनमेन्ट पाउनुभयो? मेरो पत्रकारिताको यात्रा सुर्खेतको रेडियोहरूबाट सुरु भएको थियो। त्यसपछि काठमाडौँ आइसकेपछि रेडियो कान्तिपुरमा मैले शिक्षा र स्वास्थ्य विषयमा रिपोर्टिङ गर्ने, समाचार वाचन गर्ने जिम्मेवारी पाएको थिएँ। रेडियोमा केही वर्ष काम गरिसकेपछि म राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्टमा काम गर्ने मौका पाएँ। त्यहाँ पनि मैले शिक्षा, स्वास्थ्य, वातावरण लगायत विषयमा रिपोर्टिङ गर्ने मौका पाएको थिएँ। त्यसपछि म देश सञ्चार अनलाइनमा काम गर्ने मौका पाएँ, जहाँ मैले राजनीतिक र परराष्ट्र मामिला विषयमा रिपोर्टिङ गर्ने, पत्रकारिता गर्ने मौका पाएको थिएँ। पछि कान्तिपुर टेलिभिजनमा गएपछि पनि मेरो त्यही भूमिका थियो। यतिन्जेल मैले जोखिमपूर्ण पत्रकारिता गरिसकेको अवस्था थियो। मैले रिपोर्टिङ गर्ने बेलामा चाहिँ खास गरी कुनै पनि सूचना प्राप्त गर्न म फिल्डमै मेरो बानी थियो। फिल्डमै गएर यथार्थ के छ त्यो बुझेर मात्रै समाचार बनाउने मेरो बानी भइसकेको थियो। त्यति बेला मैले थुप्रै जोखिमहरू उठाएको छु र त्यही जोखिमपूर्ण पत्रकारिता गर्दै गइरहेको बेलामा उकालो मिडिया सुरु भयो। उकालो मिडियाको स्पष्ट नीति थियो कि इन्भेस्टिगेटिभ जर्नलिजम गर्ने र उकालो मिडियामा आबद्ध हुनुभएका सम्पादकहरूले पनि इन्भेस्टिगेटिभ जर्नलिजम गर्नुपर्छ भनेर एक किसिमले हामीलाई प्रेरणा दिनुभयो र मैले चाहिँ आफैलाई पनि पहिलेदेखि नै इन्भेस्टिगेटिभ जर्नलिजम गर्न मन लागेको कारणले गर्दाखेरि मैले त्यो विषयलाई एकदमै प्राथमिकतामा राखेँ र त्यहीबाट मेरो इन्भेस्टिगेटिभ जर्नलिजमको यात्रा सुरु भएको हो औपचारिक रूपमा। जब बाँसबारी छाला तथा जुत्ता कारखानाको 10 रोपनी सरकारी जग्गा चौधरी ग्रुपले हडपेको भन्ने विषयमा रिपोर्टिङ गर्ने
अवसर मिल्यो। त्यसपछि त्यो समाचार लामो समयसम्म हामीले फलोअप गरेपछि अरबौँको त्यो सम्पत्ति सरकारको नाममा फिर्ता पनि भयो परिणाममा। यो समाचारको कारणले गर्दाखेरि म चाहिँ अब यही क्षेत्रमा चाहिँ अझ अठोटका साथ लाग्नुपर्छ भन्ने चाहिँ ममा एक किसिमको आफैसँग मैले त्यो कमिटमेन्ट गरेँ र त्यहाँबाट चाहिँ मेरो पत्रकारिता खोजमूलक पत्रकारिताको यात्रा औपचारिक रूपमा सुरु भएको त्यो अहिलेसम्म पनि जारी छ। त्यसपछि मैले थुप्रै अन्य विषयमा पनि खोजमूलक समाचारहरू बनाएको छु। एउटा इन्भेस्टिगेटिभ जर्नलिस्टको इन्कम के कस्तो छ त आजको टाइममा? नेपालको कन्टेक्स्टमा इन्भेस्टिगेटिभ जर्नलिस्टले अलिकति स्ट्रगल गर्नै परेको छ फाइनेन्सियल हिसाबले हेर्दाखेरि, किनभने हामीले जे जति स्यालेरीहरू पाउँछौँ त्यही आधारमा अहिलेसम्म इन्भेस्टिगेटिभ जर्नलिजम गरिरहेको छौँ। तर इन्भेस्टिगेटिभ जर्नलिजममा यति धेरै खर्च हुन्छ, जुन खर्च धान्न हामीलाई हमे परेको हुन्छ, तर पनि अब हाम्रो त्यसमा इन्ट्रेस्ट भएको भएर हामीले व्यक्तिगत पैसा पनि खर्च गरेर इन्भेस्टिगेटिभ जर्नलिजम गरिरहेको छौँ। तर मेहनत गर्दै जाँदाखेरि यो क्षेत्रमा चाहिँ हामी गहिरोसँग काम गर्दै गयौँ भने चाहिँ फेरि राम्रो कमाइ पनि हुन्छ। हाम्रो बेसिक लाइफ धान्नका लागि पैसा पुग्छ। हामीले नेसनल मिडियामा काम गर्दा गर्दै इन्टरनेसनल मिडियामा पनि यदि चान्स पायौँ काम गर्न भने त्यति बेला चाहिँ हामीलाई मजाको इन्कम हुन्छ, किनभने इन्टरनेसनल मिडियाहरूले इन्भेस्टिगेटिभ जर्नलिजममा चाहिँ धेरै इन्भेस्टमेन्ट गरिरहेको मैले देख्छु। त्यसैले गर्दाखेरि इन्भेस्टिगेटिभ जर्नलिजम गर्न चाहनेहरू डराउनु पर्दैन। यदि हामीले एकदमै मेहनत गऱ्यौँ र हामीले आफूलाई इस्टाब्लिस गर्न सक्यौँ भने इन्कम राम्रै हुन्छ। हामीले त्यसमा चाहिँ ध्यान दिनुपर्छ। एउटा राम्रो स्टोरी कभर गर्दा एज एन इन्भेस्टिगेटिभ जर्नलिस्ट यु गेट रेकग्नाइज्ड बाई डिफ्रेन्ट अवार्ड्स जसले फाइनेन्सियल एस्पेक्ट्समा नि कभर गर्छ। तपाईले पनि बाँसबारी जग्गा काण्ड, बाल मन्दिर ल्यान्डस्क्याम लगायत स्टोरिजहरूको लागि धेरै नेसनल र इन्टरनेसनल अवार्ड्सहरू पाउनु भएको छ। के यस्तो अवार्ड्सबाट आउने मोनिटरी बेनिफिट्सले त्यो एउटा बिग ब्रेक भन्ने कुरा दिन सक्छ तपाईँको करियरमा? कसैले हामीलाई यस्तो खालको अवार्ड्सहरू सम्मानहरू दिइरहेको छ, किन दिइरहेको छ त्यो मलाई राम्रोसँग थाहा छ। किन दिइरहेको छ भने हामी यो क्षेत्रमा अझै इस्टाब्लिस हुन सकौँ, यो क्षेत्रमा अझै राम्रो गर्न सकौँ भनेर उहाँहरूले हामीलाई सम्मान गरेको हो भन्ने मैले बुझेको छु। त्यही भएर मलाई चाहिँ अझै राम्रो गर्न मन लाग्छ। जति जति मलाई सम्मान गरिन्छ, जति जति मलाई चाहिँ आर्थिक हिसाबले सपोर्ट गरिन्छ, त्यति नै अझै पनि मेरो जिम्मेवारी अझ धेरै ठुलो छ है। आई हेभ टु गो हेड भन्ने चाहिँ मलाई लाग्छ। त्यही भएर म चाहिँ त्यसैतर्फ चाहिँ म अगाडि बढिरहेको छु। तपाईको यो इन्टायर जर्नी हेर्दा व्हाट इज दैट वन स्किल जुन चाहिँ तपाईले अगाडि नै वर्क गरेको भए यो फिल्डमा एन्टर गर्न अझै बेटर प्रिपेयर्ड भइन्थ्यो कि जस्तो लाग्छ? इन्भेस्टिगेटिभ जर्नलिजम गर्ने हो भने चाहिँ हामीले सङ्कलन गरेको सूचनालाई राम्रोसँग व्यवस्थित तरिकाले राख्नुपर्छ। त्यो जानकारी मात्रै होइन, त्यति बेला त जानकारी मात्रै हुन सक्छ, तर यो त इतिहास पनि हो भन्ने सम्झिनुपर्छ र यो भविष्यमा पनि काम लाग्न सक्छ। भविष्यमा हामीलाई अप्ठ्यारो पर्दा यसले हामीलाई साथ दिन सक्छ र हामीलाई केही कुरा गरौँ भनेपछि यसलाई हामीले रेफरेन्स पनि लिन सक्छौँ। त्यही भएर सूचनालाई राम्रोसँग सङ्कलन गर्ने र त्यसलाई चाहिँ राम्रोसँग आर्काइभ गरेर राख्ने स्किल चाहिँ जर्नलिस्टले चाहिँ बनाउनु पर्ने रहेछ। एउटा इन्भेस्टिगेटिभ जर्नलिस्टले सुरुका वर्षहरूमा काम गर्दा कस्तो 5वटा इम्पोर्टेन्ट कुराहरूमा चाहिँ मेजर फोकस गर्नुपर्ने हुन्छ? नम्बर 1, हामी इन्भेस्टिगेटिभ जर्नलिस्ट बन्न चाहन्छौँ भने सबैभन्दा पहिला त आधारभूत रिपोर्टिङको सिप चाहिँ हामीसँग हुनुपर्छ। जसरी सबै पत्रकारहरू पहिला कुनै पनि स्थानीय रेडियो होस्, पत्रपत्रिका होस्, अहिले त अब अनलाइन मिडिया प्लेटफर्म पनि आइसकेका छ। यस्ता मिडियाहरूमा आधारभूत रिपोर्टिङको सिप चाहिँ उहाँहरूले सिक्नुपर्छ। त्यसले गर्दाखेरि पछि चाहिँ इन्भेस्टिगेटिभ जर्नलिजम गर्न सहज हुन्छ। नम्बर 2, हामीले बिट पनि परिवर्तन गर्नुपर्छ। सुरुमा एउटा बिटमा हामीलाई रिपोर्टिङ गर्ने जिम्मेवारी दिएको हुन्छ ठुल्ठुला मिडियाहरूमा। त्यसपछि हामीले अनुभव बटुल्नको लागि पनि अन्य थुप्रै बिटहरूमा हामीले काम गऱ्यौँ भने हामीलाई त्यहाँबाट थुप्रै अनुभव प्राप्त हुन्छ। त्यसले आत्मविश्वास पनि बढाउँदै जान्छ अनि नलेज पनि बढाउँदै जान्छ। अर्को महत्त्वपूर्ण तेस्रो नम्बरमा चाहिँ हामीले सोर्स अफ इन्फर्मेसन अर्थात् स्रोतहरूसँगको हाम्रो सम्बन्ध चाहिँ एकदमै राम्रो हुनुपर्छ अनि त्यो सुरक्षित पनि हामीले राख्न सक्नुपर्छ। एकातिर सोर्स अफ इन्फर्मेसनलाई हामीले हरेक दिन डेभलप गर्दै जानुपर्छ
अर्को महत्त्वपूर्ण कुरा स्रोतसँगको हाम्रो सम्बन्ध चाहिँ एकदमै सद्भावपूर्ण संवेदनशीलता हामीले अपनाउनुपर्छ र हामी व्यावसायिक रूपमा अगाडि बढ्नुपर्छ। स्रोतको गोपनीयता, स्रोतले चाहेको कुरा बाहिर ल्याउनु हामीले पर्छ। स्रोतको गोपनीयता हामीले रक्षा गर्न जान्नुपर्छ। यदि स्रोतको रक्षा हामीले गर्दैनौँ, स्रोतको चाहना विपरीत उसको गोपनीयता हामीले बाहिर ल्याउँछौँ भने स्रोतले हामीलाई कहिले पनि ट्रस्ट गर्दैन। यदि स्रोतले ट्रस्ट गर्दैन भने चाहिँ हामीले अर्को पटक चाहिँ इन्भेस्टिगेटिभ स्टोरी बनाउन सक्दैनौँ, हामीलाई गाह्रो हुन्छ। अनि अर्को महत्त्वपूर्ण कुरा चाहिँ के हो भने इन्भेस्टिगेटिभ जर्नलिजम गर्नको लागि हामीले विशेष किसिमका तालिम र शिक्षाहरू पनि प्राप्त गर्नुपर्छ। जर्नलिजममा सोर्सेस आर भेरी इम्पोर्टेन्ट, जुन तपाईँले पनि भर्खरै मेन्सन गर्नुभयो। सो यो सोर्सेसहरूसँग कन्ट्याक्ट कसरी बनाउने र त्यसलाई कसरी मेन्टेन पनि गरिराख्ने? सोर्सको कुरा गर्दाखेरि मैले अघि पनि भनिसकेको छु, विभिन्न किसिमका सोर्सहरू हुन्छन्। कोही चाहिँ खुलेर आफ्नो लागेको कुरा, आफूलाई लागेको कुरा अथवा भनौँ आफूले देखेको कुरा, आफूले भोगेको कुरा बताउन चाहन्छन्। अनि कतिपय यस्ता सोर्सहरू हुन्छन् जसले चाहिँ आफूलाई गोप्य राख्न चाहन्छन् तर सूचना चाहिँ दिन चाहन्छन्। कुनै कुनै यस्ता सोर्स हुन्छन् जसले चाहिँ सार्वजनिक हित होस् भनेर सूचना दिन्छन्। कुनै कुनै सोर्सहरू यस्ता हुन्छन् जसले चाहिँ आफ्नो हित होस् भनेर पनि सूचना दिइरहेका हुन्छन्। कुनै कुनै सोर्सहरूले चाहिँ प्रतिस्पर्धामा आफू फेल भयो भने अथवा भनौँ आफूलाई घाटा भयो भने पनि अर्को व्यक्तिलाई चाहिँ पछाडि पार्नको लागि, अर्को व्यक्तिलाई चाहिँ बदनाम गर्नको लागि पनि उनीहरू चाहिँ मिडियासँग आइपुगेका हुन्छन्। अनि कतिपय यस्ता सोर्सहरू हुन्छन् जो आफै भिक्टिम हुन्छन्। भनेपछि पहिला त सोर्स कस्तो किसिमको हो भन्ने कुरा हामीले पत्ता लगाउनुपर्छ। अनि सोर्स पत्ता लगाइसकेपछि जब हामी सोर्ससँग चाहिँ सूचनाको लागि उहाँहरूसँग कम्युनिकेसन गर्छौँ, त्यति बेलामा चाहिँ हामीले 4-5 वटा कुरा एकदमै ध्यान दिनुपर्छ। नम्बर 1, हामीले फोनबाट हतार मलाई आज यो सूचना चाहिएको छ, तपाईँले दिनै पर्छ भनेर कुनै पनि सोर्सलाई दबाब दिनु हुँदैन। यदि हामीले त्यसरी दबाब दियौँ भने पहिलो इम्प्रेसन नै खराब हुन्छ, सोर्सले हामीलाई पत्याउँदैन, सोर्सले हामीलाई विश्वास गर्दैन। यदि हामीलाई सूचना चाहिएको छ भने सोर्सलाई हामीले के चाहिँ भन्नुपर्छ भने तपाईसँग समय छ, तपाईसँग सूचना त छँदैछ भन्नुभएको छ, तपाईसँग समय छ भने तपाईँले आज मलाई फोनमै भनिदिनुहोस्। यदि समय छैन भने तपाईँसँग म भेट्न चाहन्छु, भेटमा समय दिनुहोस् भनेर हामीले चाहिँ उहाँलाई एकदमै पोलाइट रिक्वेस्ट गर्नुपर्छ। यदि उहाँले आज म समय दिँदैन, म भोलि समय दिन्छु भनेपछि चाहिँ हामीले भोलिका लागि उहाँलाई भेट्न तयार हुनुपर्छ। अर्थात् यसबाट मैले के कुरा सेयर गर्न खोजिरहेको छु भने हामीले सोर्सको सबैभन्दा पहिला त टाइमलाई रेस्पेक्ट गर्नुपर्छ। जब हामीले उहाँहरूले भनेको टाइममा उहाँहरूलाई भेट्न पुग्छौँ त्यति बेला हामीले ज्यादाभन्दा ज्यादा उहाँहरूलाई सुन्ने र आफूले कम बोल्ने, आफ्नो भ्यू अथवा आफ्नो धारणा उहाँहरू समक्ष नराख्ने, उहाँहरूको कुरा धेरैभन्दा धेरै सुनेर उहाँहरूलाई रेस्पेक्ट गर्ने। अर्को कुरा, सोर्सले यदि कुनै इन्फर्मेसन दिन्छ भने तत्कालै हामीले तपाईँसँग यो एभिडेन्स छ कि छैन भनेर पनि भन्न सक्नुपर्छ। त्यो चाहिँ एउटा आत्मविश्वासको कुरा पनि हो। यदि उहाँसँग एभिडेन्स छैन, उहाँले मसँग एभिडेन्स छैन भन्नुभयो भने पनि सोर्ससँग हामी इरिटेट हुनु हुँदैन। उहाँले हामीलाई सबै कुरा दिनुहुन्छ भनेर अपेक्षा गरेर जानु पनि हुँदैन। अनि अर्को महत्त्वपूर्ण कुरा, जब उहाँले आफूसँग भएको सूचना दिनुहुन्छ र उहाँले भन्नुहुन्छ मेरो नाम राख या मेरो नाम नराख, दुवै कुरा भन्न सक्ने अवस्था रहन्छ। यदि सोर्सले आफ्नो गोपनीयता मेन्टेन गर, गोपनीयता चाहिँ रक्षा गर भनेर हामीलाई रिक्वेस्ट गर्छ भने त्यति बेला हामी जुनसुकै अवस्था भए पनि हामीले सोर्सको गोपनीयता भङ्ग गर्नु हुँदैन। अफिसमा जुनसुकै परिस्थिति आओस्, हाम्रो सिनियरहरूले यो सोर्सको नाम खुलाउनु पर्छ भन्नुभयो भने पनि हामीले सोर्सको नाम खुलाउनु हुँदैन, उहाँको गोपनीयताको रक्षा गर्नुपर्छ। यदि यसरी चाहिँ हामीले सोर्सलाई मेन्टेन गर्यौँ भने हामीले सजिलैसँग काम गर्न सक्छौँ। इन्भेस्टिगेटिभ जर्नलिजममा त लामो समय लाग्छ र यो सँगसँगै अरू स्टोरिजहरू पनि कभर गर्नुपर्ने हुन्छ। हाउ डु यु ब्यालेन्स योर फोकस अन द मेजर इन्भेस्टिगेसन र अरू सानोतिनो साइड स्टोरिजहरू? अब नेपालको कन्टेक्स्टमा हेर्ने हो भने पत्रकारहरूको यो दुवै जिम्मेवारी देखिन्छ, जुन पत्रकारले दुवै जिम्मेवारी लिएको देखिन्छ। मिडिया हाउसको र न्युज रुमको पोलिसी पनि त्यस्तै छ, दुईटै कुरा एकैताली गर्नुपर्ने पत्रकारलाई बाध्यता छ। तर मेरो अनुभवमा चाहिँ के हो भने यदि हामी इन्भेस्टिगेटिभ जर्नलिजम गरिरहेको छौँ, इन्भेस्टिगेटिभ स्टोरी बनाइरहेको छौँ भने हामीले पूर्ण रूपमा त्यसमा समय दिनुपर्ने हुन्छ। बिहान साँझ दिउँसो भन्न पाइँदैन, समयको सीमितता हुँदैन, त्यहाँ असीमित समय हामीले दिनुपर्ने हुन्छ र त्यसैमा हामी हमेशा लाग्नुपर्ने हुन्छ। अनि यसरी लागिरहेको बेलामा बिचमा हामीले अर्को स्टोरी अथवा अर्को समाचार बनाउनु पर्यो भने हामीलाई गाह्रो चाहिँ हुन्छ। तर पनि मैले अघि सुरुमा भने जस्तो न्युज रुममा उत्पादन त भइराख्नुपर्छ
हरेक मिडियाले समाचार त दिइराख्नुपर्छ, दिनदिनै दिनुपर्ने समाचार दिनुपर्ने हुन्छ। त्यसको लागि चाहिँ अब हामीलाई चुनौती चाहिँ के हुन्छ भने एकातिर इन्भेस्टिगेटिभ जर्नलिजम गरिरहेको र अर्कोतिर हरेक दिन जस्तो समाचार पनि दिइराख्नु परेको अवस्थामा चाहिँ के गर्ने भनेर चाहिँ धेरै साथीहरूले पनि गुनासो गर्नुहुन्छ। तर मेरो केसमा चाहिँ म अहिले जुन संस्थामा आबद्ध छु त्यहाँ चाहिँ मलाई इन्भेस्टिगेटिभ जर्नलिजम गर्ने, इन्भेस्टिगेटिभ स्टोरी बनाउने जिम्मेवारी दिनुभएको छ। मैले निरन्तर इन्भेस्टिगेटिभ जर्नलिजमको लागि काम गरिरहेको हुन्छु, तर इन्भेस्टिगेटिभ जर्नलिजममा चाहिँ इन्भेस्टिगेटिभ जर्नलिस्ट भएपछि अथवा इन्भेस्टिगेटिभ स्टोरी निकाल्न एकै दिन सकिँदैन। स्टोरीको लागि महिना दिन, 2 महिना, 3 महिना, 4 महिना, 5 महिना, 6 महिना पनि लाग्न सक्छ। सूचना प्राप्त गर्न ढिलो हुन्छ, मानिसहरूले हामीले चाहेको बेलामा भेट नदिन सक्छन्, अनि डकुमेन्ट्सहरू पनि त्यसै गरी प्राप्त गर्न नसक्ने अवस्था पनि रहन्छ। त्यसैले बिचमा यदि त्यस्तो समय मिल्छ भने चाहिँ त्यस्तो बेलामा हामीले अन्य स्टोरीहरू गर्नुपर्छ र मैले पनि त्यो गर्दै आइरहेको छु। इन्भेस्टिगेटिभ स्टोरीलाई असर नपुग्ने अवस्था छ, इन्भेस्टिगेटिभ स्टोरीलाई असर पुग्दैन भने चाहिँ म त्यति बेलामा अन्य स्टोरीहरू बनाउँछु र त्यो अन्य स्टोरीहरू चाहिँ प्रस्तुत गर्छु। यसमा मलाई मेरो अफिसले सहयोग नै गरिरहेको छ। तर अन्य मिडियामा आबद्ध साथीहरूको मैले धेरै गुनासो के सुन्ने गरेको छु भने उहाँहरू इन्भेस्टिगेटिभ स्टोरी बनाउन चाहनुहुन्छ तर समय नै छैन, किनभने हरेक दिन जस्तो समाचार दिनुपर्ने हुन्छ, समाचार उत्पादन गर्नुपर्ने हुन्छ। त्यसैले गर्दा यो दुईटा विषयको तालमेल मिलाउन एकदमै गाह्रो भइरहेको छ। इन्भेस्टिगेटिभ स्टोरी गर्न त मलाई मन छ तर सकिरहेको छैन, किनकि दैनिक रूपमा चाहिँ समाचार बनाउनु पर्ने चाप छ, त्यसले गर्दा मैले सकिरहेको छैन भन्ने छ। मैले यसमा चाहिँ के कुरा सेयर गर्न चाहन्छु, यदि मिडियाको पोलिसी स्पष्ट छ, सम्पादकहरू पनि इन्भेस्टिगेटिभ स्टोरी रिपोर्टरले बनाओस् भन्ने चाहिराख्नु भएको छ र सम्पादक आफै पनि त्यसमा दृढ छ भने चाहिँ उसलाई इन्भेस्टिगेटिभ जर्नलिजम गर्न दिनुपर्छ। उसलाई कुनै पनि अरू डिस्टर्ब गर्नु हुँदैन, उसलाई अरू कुनै पनि असर, इन्भेस्टिगेटिभ स्टोरीलाई असर पर्ने गरेर उसलाई अरू कुनै असाइनमेन्टहरू दिनु हुँदैन भन्ने मलाई लाग्छ। तर मैले अघि पनि भनिसकेँ, हाम्रो अधिकांश मिडिया हाउसको र न्युज रुमको बाध्यता के हो भने दुवै किसिमको स्टोरी उत्पादन गर्नुपर्ने बाध्यता छ र यो प्राय सबै जर्नलिस्टहरूलाई चाहिँ अलिकति चुनौतीको विषय पनि हो भन्ने मलाई लाग्छ। अबको क्वेसन चाहिँ यो फिल्डमा इन्ट्रेस्टेड हुनुभएका धेरैले सोध्ने कुरा, के जर्नलिजम फिल्डमा सिधै एउटा इन्भेस्टिगेटिभ जर्नलिस्ट बन्न सकिन्छ होला? इफ मिल्दैन भने अरू रोलबाट कसरी इन्भेस्टिगेटिभ जर्नलिस्टको रोलसम्म प्रोग्रेस गर्न सकिन्छ? यो विषयमा मैले अलिकति अगाडि पनि छोइसकेको छु। एकैपटक इन्भेस्टिगेटिभ जर्नलिस्ट बन्न गाह्रो छ, किनकि हरेक कामको लागि एउटा प्रक्रिया पार गर्नुपर्छ नि। अरू फिल्डमा पनि त्यस्तै हो नि, होइन? एकैपटक सबै काम गर्न पनि सकिँदैन, यति चुनौतीपूर्ण काम गर्न सकिँदैन। तर इन्भेस्टिगेटिभ जर्नलिस्ट बन्नको लागि हामीले सुरुमा चाहिँ पत्रकारिता अँगाल्नु पर्यो, मिडिया हाउसमा काम गर्नु पर्यो, हाम्रो रिपोर्टिङ चाहिँ एकदमै राम्रो हुनु पर्यो, रिपोर्टिङ गर्ने हाम्रो क्षमता, हाम्रो सिप चाहिँ एकदमै राम्रो हुनुपर्छ। अर्को महत्त्वपूर्ण कुरा चाहिँ के पनि हो भन्दाखेरि सुरुदेखि नै इन्भेस्टिगेटिभ जर्नलिस्ट बन्ने हो भने सुरुदेखि नै हामी सूचना सङ्कलन कसरी गर्ने, अन्तर्वार्ता कसरी लिने, सूचनाहरूको प्रमाणीकरण कसरी गर्ने, अनि सूचनालाई चाहिँ कसरी व्यवस्थित बनाएर राख्ने भन्ने खालको सिप चाहिँ सुरुदेखि नै सिक्नुपर्छ। त्यो भयो भने चाहिँ बिस्तारै बिस्तारै हाम्रो बेस बन्दै जान्छ र एक दिन हामी इन्भेस्टिगेटिभ जर्नलिस्ट बन्न सक्छौँ। यो फिल्डमा काम गर्दै गर्दा सबैभन्दा ठुलो च्यालेन्ज चाहिँ के हुन्छ? इन्भेस्टिगेटिभ जर्नलिजममा सबभन्दा ठुलो चुनौती भनेको चाहिँ हामीलाई सूचना प्राप्त गर्न कठिनाइ हुनु हो। हामीले जहाँ जहाँ सूचना माग्छौँ त्यहाँ त्यहाँ सूचना नमिल्न सक्छ, किनकि इन्भेस्टिगेटिभ जर्नलिजम कस्तो ठाउँमा हुन्छ जहाँ सूचना लुकाइएको छ, लुकाउने प्रयास गरिएको छ, त्यस्तो ठाउँमा गएर हामीले सूचना माग्छौँ, त्यति बेला उनीहरूले हामीलाई सूचना नदिन सक्छन्। त्यो स्वाभाविक हो, तर हामी लागिरहनुपर्छ। त्यो सूचना प्राप्त गर्नको लागि हामीले अनेकौँ विधिहरू प्रयोग गर्नुपर्छ। जब हामीले सूचना ल्याउँछौँ, सूचना ल्याउँदाखेरि चाहिँ सूचना रोक्ने पनि प्रयास हुन्छ। मैले अघि नै भनिसकेँ, स्वार्थी समूहहरूले त्यो सूचना रोक्ने प्रयास गर्छन्, त्यहाँनिर हामी चनाखो हुनु पर्यो। त्यो हाम्रो लागि चुनौती पनि हो। त्यो चुनौती पार गरेर यदि हामीले सूचना ल्याउँछौँ र लेख्छौँ भने लेख्ने क्रममा पनि हामीलाई समाचार रोक्नको लागि चाहिँ धम्कीहरू आउँछ। तपाईँले यो समाचार नलेख्नुहोस् है, तपाईँले यो समाचार लेख्नुभयो भने तपाईँलाई राम्रो हुने छैन भनेर हामीलाई थ्रेटहरू पनि दिने गरिन्छ।
तर त्यो थ्रेडको पनि हामीले सामना गरेर अगाडि बढ्यौँ र समाचार प्रस्तुत गऱ्यौँ भने एउटा समाचार प्रस्तुत गरिसकेपछि फेरि त्यही स्वार्थी समूह जसले के भन्छ भन्दाखेरि तपाईलाई म विभिन्न किसिमको सेवा सुविधा दिन्छु, तपाईको जीवनमा तपाईलाई एकदमै आवश्यक पर्ने पैसा पनि दिन सक्छु भनेर त्यसरी पनि अफर गरेको अवस्था हुन्छ। अफर गरेका छन् त्यसरी, तर त्यसमा पनि हामीले त्यसलाई पनि चुनौतीको रूपमा त्यसलाई पनि फेस गर्दै हामी अगाडि बढ्यौँ र फलोअप स्टोरीहरू गर्दै गयौँ भने उनीहरूले हामीलाई चाहिँ के भन्छन् भने हामीले भनेको तिमीले मानेनौ, अब तिमीलाई म धम्की दिन्छु भनेर उनीहरूले त्यस्तो खालको स्ट्राटेजी अपनाउँछ र उनीहरूले हामीलाई धम्की दिन थाल्छ, डर देखाउन थाल्छ, फलो गर्न थाल्छ। विभिन्न किसिमको प्रत्यक्ष अप्रत्यक्ष रूपमा चाहिँ हामीलाई त्यस्ता खालका चुनौतीहरू दिइसकेपछि हामीले त्यो चुनौतीलाई पनि पार गर्नुपर्छ, पार गरेका पनि छौँ। अनि त्यसपछि चाहिँ केही सिप नलागेपछि के गर्छन् भन्दाखेरि यस्ता समूहले अहिले त सजिलो छ, सोसल मिडियामा हाम्रो बदनाम गर्न थाल्छन्। केही सिप लाग्दैन, त्यसपछि उनीहरूले सोसल मिडियामा हामीलाई विभिन्न किसिमको ट्याग लगाएर विभिन्न किसिमको चाहिँ सतही कुरा गरेर हामीमाथि चाहिँ उनीहरूले प्रहार गर्न थाल्छन्। यी सबै चुनौती हुन् इन्भेस्टिगेटिभ जर्नलिजमका। यी सबै चुनौतीलाई चाहिँ हामीले पार चाहिँ गर्नुपर्छ, नत्र भने चाहिँ फेरि हामीलाई नै गाह्रो हुन्छ। सेन्टर अफ इन्भेस्टिगेटिभ जर्नलिजम अर्थात् CIJ ले नेपालको इन्भेस्टिगेटिभ जर्नलिजममा धेरै नै सपोर्ट गर्छ, इन्क्लुडिङ जर्नलिस्टहरूको लागि सपोर्ट, यो फिल्डको अवेरनेस एन्ड ट्रेनिङ्स एज वेल। तर नेपालको मिडिया हाउसेस सच एज कान्तिपुर और उकालोले चाहिँ कतिको सपोर्ट गर्छ? यहाँले भनिसक्नु भएको छ, खोजमूलक समाचार निर्माण गर्नको लागि र खोजमूलक पत्रकारको लागि CIJ ले सपोर्ट गर्दै आएको छ। अब कान्तिपुरले के कसो गर्दैछ भनेर मैले अहिले एक्ज्याक्ट भन्न सक्दिनँ, किनकि म त्यसमा आबद्ध छैन। म कार्यरत संस्थाले इन्भेस्टिगेटिभ जर्नलिजमलाई प्राथमिकता दिएको छ, त्यसकारणले मैले पनि इन्भेस्टिगेटिभ स्टोरी गर्ने मौका पाइरहेको छु। र ओभरअलमा मिडियाको कुराकानी गर्ने हो भने मिडियाले कम मात्रै इन्भेस्टिगेटिभ स्टोरी अहिले प्रकाशन गरिरहेका छन्। त्यसका दुई कारणहरू मैले देख्छु। एउटा चाहिँ साथीहरूको कुरा सुन्दाखेरि हरेक दिन समाचार बनाउनु पर्ने बाध्यता छ, त्यसले गर्दाखेरि खोजमूलक स्टोरी बनाउन उहाँहरूलाई गाह्रो परिरहेको छ। अर्को महत्त्वपूर्ण कुरा, खोजमूलक स्टोरीले धेरैभन्दा धेरै इन्भेस्टमेन्ट खोज्छ। त्यो इन्भेस्टमेन्ट जुटाउन मिडिया हाउस तयार हुनु पर्यो नि। त्यो कुरा चाहिँ मेरो साथीहरूले जहिले पनि मलाई सुनाउने गर्छन्। यसरी हेर्दाखेरि मलाई के लाग्छ भने नेपालको लागि एकदमै आवश्यक पर्ने यो खोजमूलक स्टोरी हो, तर कम उत्पादन भइरहेको छ। यसमा पहिलो कुरा मिडियाको प्राथमिकता पर्नु पर्यो। अर्को महत्त्वपूर्ण कुरा चाहिँ मिडियाले यसमा लगानी गर्न पनि तयार हुनु पर्यो। अनि खोजमूलक पत्रकार आफैले पनि यसमा इच्छा देखाउनु पर्यो। पत्रकार आफैले पनि यसमा इच्छा देखाएपछि, पत्रकार आफै पनि दृढ भएपछि यो काम चाहिँ सक्सेस हुन्छ जस्तो मलाई लाग्छ। तर पहिलेको तुलनामा अहिले धेरै खोजमूलक स्टोरीहरू आएका छन्, त्यसलाई हामीले क्रेडिट दिनै पर्छ अथवा त्यसलाई हामीले स्वीकार्नै पर्छ। अब लेट्स एन्ड दिस पार्ट विथ एउटा युनिक मन्त्र द्याट यु नो विल हेल्प एन इन्भेस्टिगेटिभ जर्नलिस्ट लाइक यु, तर इन्डस्ट्रीमा चाहिँ खासै यसको बारेमा कुरा हुँदैन। मलाई के लाग्छ भने यो क्षेत्रमा प्रवेश गर्न र यो क्षेत्रमा टिक्नको लागि हामी अत्यन्तै संवेदनशील हुनुपर्छ। यदि हामी संवेदनशील भयौँ भने चाहिँ जुनसुकै काम पनि गर्न सक्छौँ। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ हामी एकदमै धैर्य हुनुपर्छ। यो क्षेत्रमा चाहिँ हात हालिसकेपछि बिचमा छोड्न पनि पाइँदैन। के होला कसो होला हामीलाई थाहा पनि हुँदैन। सुरुमा हामीले खोजेको परिणाम नआउन पनि सक्छ, तर हामी धैर्य भएर बस्नुपर्छ। यदि हामी धैर्य भएनौँ भने हाम्रो स्रोतहरू पनि भड्किन्छन् अनि हामीले पाउने सूचना पनि गुम्न सक्छ र हामीले जुन खालको सफलता प्राप्त गर्छौँ त्यो पनि गुम्न सक्छ। त्यसैले संवेदनशीलता र धैर्यता यसको एकदमै मुख्य जड हो भन्ने मलाई लाग्छ। Alright, that was it for part 1. Obviously, we will be moving forward with a rapid fire round. So let's keep the answers as brief as possible. So first question, your way. आफ्नो करियर घरमा एक्सप्लेन गर्नु पर्यो भने कसरी गर्नुहुन्छ? You have 30 seconds. म जर्नलिस्ट हो भन्ने मेरो फ्यामिली मेम्बरलाई थाहा छ। मैले जर्नलिजम गर्दैछु भन्ने पनि थाहा छ। सुरुमा चाहिँ बुझाउन गाह्रो भएको थियो। अहिले चाहिँ मैले एकदमै सेन्सिटिभ इस्युमा रिपोर्टिङ गरिरहेको छु, मलाई समय लाग्छ है भनेर बुझाउँछु। एकजना इन्भेस्टिगेटिभ जर्नलिस्टले पहिलो दिनदेखि नै सुरु गर्नुपर्ने एउटा ह्याबिट चाहिँ के होला त? साहस। कस्तो पोर्टफोलियो क्यारिज द मोस्ट वेट? एकाडेमिक प्रोजेक्ट्स, इन्टर्नशिप्स और पब्लिस्ड वर्क? यो तीनवटै कुरा आवश्यक छ। मिडियामा आफूलाई सिरियसली लियोस् भन्नका लागि के कुराहरू अभोइड गर्नुपर्छ? हामीले पर्सनल इन्ट्रेस्ट देखाउनु हुँदैन। यो कुनै पनि बेलामा हामीले राख्नु पनि हुँदैन।
इन्टर्नशिप्स र भलन्टियरिङ जस्तो काम यो फिल्डमा भ्यालुएबल स्टेपिङ स्टोन्स हुन्छ कि शोषण? यसले एकदमै पत्रकार बन्नको लागि सहयोग गर्छ, यो आवश्यक छ। राम्रोसँग इन्टर्नसिप गराउनलाई सहयोग पनि गर्नुपर्छ मिडिया हाउसले, र मिडिया हाउसले चाहिँ इन्टर्न गरेकाहरूलाई प्रेरित गर्नको लागि आर्थिक रूपमा पनि सहयोग गर्नुपर्छ। बियोन्ड रिपोर्टिङ इन्भेस्टिगेटिभ जर्नलिस्टले अरू के तीनवटा कामहरू गर्न सक्छन्? इन्भेस्टिगेटिभ जर्नलिस्टले आफ्नो एक्सपिरियन्स सेयर गर्दै ट्रेनिङ दिन सक्छ। नम्बर 1, उसले पढाउन सक्छ र उसले स्वतन्त्रपूर्वक काम पनि गर्न सक्छ इन्टरनेसनल मिडियाहरूमा, अरू कुनै पनि मिडियाहरूमा। यो जबको कुन पार्टले इन्भेस्टिगेटिभ जर्नलिस्टलाई एकदमै ड्रेन गराउँछ? जब एकदमै दुःख गरेर हामीले एभिडेन्स कलेक्ट गरेर स्टोरी बनाउँछौँ, त्यति बेलामा स्टोरी सबै नपढिकन यो स्टोरीभित्र कस्तो खालको एभिडेन्सेसहरू छ त्यो पनि नबुझिकन एकदमै सतै जसले नेगेटिभ कमेन्ट गर्छ त्यति बेला एकदमै दुःख लाग्छ। खास गरी सोसल मिडियामा यस्तो खालको कमेन्टहरू आउँदाखेरि दिक्क लाग्छ। के एउटा इन्भेस्टिगेटिभ जर्नलिस्ट फ्याक्ट ड्रिभन हुँदाहुँदै पनि सब्जेक्टिभ हुन सक्छ? इन्भेस्टिगेटिभ जर्नलिस्ट सब्जेक्टिभ हुन सक्दैन। उसले फ्याक्टलाई विश्वास गर्नुपर्छ। फ्याक्ट 100% चाहिन्छ र त्यो चाहिँ उसको हतियार हो। हाउ इम्पोर्टेन्ट इज अर्ली स्पेसलाइजेसन एज अ जर्नलिस्ट फर एन इन्भेस्टिगेटिभ करियर? एकदमै आवश्यक छ। लुकिङ अहेड कस्तो इन्भेस्टिगेटिभ स्टोरिजहरू चाहिँ नेपाललाई चाहिन्छ? नेपालमा एकदमै धेरै भ्रष्टाचार छ, व्यथिति छ, शक्तिको दुरुपयोग भइरहेछ। त्यसैले भ्रष्टाचार पर्दाफास गर्नको लागि इन्भेस्टिगेटिभ स्टोरी चाहिन्छ। अनि अर्को सोसल इस्युजमाथि पनि इन्भेस्टिगेटिभ स्टोरी हुन आवश्यक छ अहिलेको हाम्रो कन्टेक्स्टमा। And now it's time for the priority game. A board will be given to you with a few key elements related to investigative journalism, and we expect you to rank them from your career perspective. You'll be placing the most crucial one at number 1, followed by the rest. Let's see what holds the most importance. Thank you. यहाँ मलाई 4वटा कुराहरू दिनु भएको छ। सो मैले पहिला त चुज गर्नु पर्यो हैन? यो मैले मेरो अनुभव अनुसार चाहिँ सेलेक्ट गरेको छु। सबभन्दा पहिले इन्भेस्टिगेटिभ जर्नलिजम गर्नको लागि इन्भाइरोमेन्टल एन्ड लोकल नलेजको आवश्यकता पर्छ। किन आवश्यकता पर्छ भने वरिपरिको इस्युजहरूले पनि हामीलाई धेरै ठुलो काम गर्न सक्छ। इन्भेस्टिगेटिभ स्टोरीको लागि भयङ्कर ठुल्ठुलो इस्युजहरू भयङ्कर मान्छेहरूले दिन्छन् भन्ने सोच्नु हुँदैन। यो चाहिँ सानो समूहबाट लोकल व्यक्तिहरूले पनि हामीलाई सूचना दिन सक्छन्। त्यसको लागि हामीले यसलाई छान्नुपर्छ जस्तो मलाई लाग्छ सबभन्दा पहिला। त्यसपछि यो सुनिएको कुरा भेरिफाई गर्नको लागि हामी सोर्सहरूसँग पुग्नुपर्छ। यो हो कि होइन, के हो त भनेर हामी सोर्ससँग पुग्नुपर्छ। त्यसपछि सोर्सले भनेको कुराहरू चाहिँ कति इम्पोर्टेन्ट छ, कति चाहिँ महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ हामीले इथिकल्ली जजमेन्ट गर्नुपर्छ जस्तो लाग्छ। त्यसपछि यसको कानुनी पक्ष के छ भनेर हामीले लिगल नलेज भनेको कानुनी पाटोहरू पनि हामीले यसमा हेर्नुपर्छ। अनि अन्तमा चाहिँ मिडिया र पोलिटिकल लिटरेसीको कुरा आउँछ भन्ने मलाई लाग्छ। That was amazing. Thanks so much for sharing your insights with us today. I hope this gives our audience some valuable takeaways. Thank you so much. मेरो एक्सपिरियन्स तपाईहरुले सुन्नुभयो र सुन्नु मात्रै भएन, सुनाउनु पनि चाहिरहनु भएको छ। त्यसको लागि धेरै धन्यवाद। Don't forget to subscribe, give a like and hit the bell icon to get the notification every time we upload the video.